बाहिर निस्केर सदा झैँ उहाँ जैतुन डाँडामा जानुभयो र उहाँका चेलाहरू पनि पछि पछि लागे। त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू प्रार्थना गरिरहौ र परीक्षामा नपर। उहाँ तिनीहरूबाट प्राय 30 मिटर पर गएर घुँडा टेकी प्रार्थना गर्नुभयो, हे पिता, तपाईँको इच्छा भए यो कचौरा मबाट हटाइदिनुहोस्, तर मेरो इच्छा होइन, तपाईँको इच्छा पुरा होस्। तब स्वर्गबाट एउटा दूत उहाँलाई बल दिन उहाँ कहाँ देखा परे। अत्यन्त सङ्कटमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो र उहाँको पसिना रगतका ठुला ठुला थोप्ला जस्तै जमिनमा खसिरहेका थिए। प्रार्थनाबाट उठेर चेलाहरू कहाँ आउनुहुँदा उहाँले तिनीहरूलाई शोकले गर्दा निदाइरहेका भेटाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नलाई प्रार्थना गर। हामी सबैले भन्नेछौँ आमेन। यहाँ चाहिँ प्रभु येशू ख्रीष्टले भन्नुहुन्छ, चेलाहरूलाई भन्दै हुनुहुन्थ्यो, जैतुन डाँडामा प्रार्थना गर तिमीहरू। है, आज हामी यहाँ राजाकोटको डाँडामा आउँदै गर्दाखेरि तपाईँ र मैले सम्झनु पर्ने कुरा, मुख्य कुरा के छ भन्दै गर्दाखेरि प्रार्थना। प्रार्थना, यो प्रार्थना चाहिँ हामी विश्वासी जीवनको लागि सबभन्दा एकदमै ठुलो र महत्त्वपूर्ण हतियार हो। आमेन। प्रार्थना र परमेश्वरको वचन आज हामी विश्वासी जीवनको लागि ठुलो शक्तिशाली हतियार हो। त्यसै कारण हाम्रो जीवनमा येशू ख्रीष्टको जीवनमा भएको जस्तै प्रार्थना, विश्वास, वचन र आज्ञाकारिता हुनु धेरै आवश्यक छ। यहाँ 39 पदले भन्छ, बाहिर निस्केर सदा झैँ उहाँ जैतुन डाँडामा जानुभयो र उहाँका चेलाहरू पनि पछि पछि लागे। आमेन। अघि यहाँ कति कुरा आउँदै थियो, दिनदिनै आउन पाए पनि हुन्थ्यो। यस्तो राम्रो सुन्दर डाँडामा, यति चिसो हावामा आउन पाए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो। तर यहाँ बाइबलमा देख्यो भने येशू ख्रीष्ट चाहिँ दिन प्रतिदिन उहाँ चाहिँ जैतुन डाँडामा प्रार्थना गर्न जानुहुन्थ्यो। आमेन। आमेन। यो डाँडाको प्रार्थनामा महत्त्व फरक के छ त? यसमा फरक के छ? धेरै फरक छ। यहाँ चाहिँ क्वाइट टाइम, हामीहरूको लागि शान्त समय छ। आमेन। कसैले बुढीले बोलाएको छ, कसैलाई बुढाले बोलाएको छ, कसैलाई छोराछोरीले बोलाएको छ, कोही मानिसले डिस्टर्ब गरेको छ, केही कुराले बाधा ल्याएको छ, यहाँ केही पनि छैन। शान्त भएर एकदमै प्रभुमा एकदमै आनन्दित भएर उहाँको महिमा गर्ने, उहाँलाई आराधना गर्ने, उहाँको वचन सुन्ने र प्रार्थना गर्ने एकदमै मौका मिलेको छ। आमेन। त्यसै कारण चाहिँ कति बाठो नि येशू ख्रीष्ट चाहिँ सधैँ चाहिँ उहाँ चाहिँ बिहान बिहान उठेर चाहिँ जैतुन डाँडामा प्रार्थना गर्न जानुहुन्थ्यो। चेलाहरू चाहिँ अल्छी थिए, चेलाहरू चाहिँ सुतेको सुत्दै हुन्थे। येशू चाहिँ चाली उठेर चाहिँ डाँडाको प्रार्थनामा एकान्त ठाउँमा जानुहुन्थ्यो। अनि चेलाहरू चाहिँ झट्टनपट्ट जान्थे, येशू कता जानुभयो भनेर खोज्न जान्थे। किनभने येशू चाहिँ प्रार्थना गर्नको लागि डाँडामा निक्लनुहुन्थ्यो, जानुहुन्थ्यो, सधैँ जानुहुँदो रहेछ येशू ख्रीष्ट चाहिँ। अब म विचार गर्दैछु, वर्षमा एकचोटि होइन, हामी पनि कमसेकम 2 चोटि 3 चोटि चाहिँ यहाँ डाँडाको प्रार्थनामा 4 चोटिसम्म आउन सक्यो भने धेरै राम्रो कुरा हुन्छ। त्यसै कारण हामी प्रार्थना गरौँ कि यो डाँडाको प्रार्थना हामी निरन्तर सधैँ आउन सकौँ र यहाँ आएर हामी थुप्रै मानिसहरूको लागि हामी प्रार्थना गर्न सकौँ। त्यसको लागि हामी प्रभुसँग प्रार्थना गर्नु आवश्यक छ। अनि येशू सँगसँगै चेलाहरू पनि पछि पछि डाँडाको प्रार्थनामा येशूसँगै गएको कुराहरू हामी भेट्टाउँदछौँ। अनि त्यसै कारण 40 पदले भन्छ, त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू प्रार्थना गरिरहौ र परीक्षामा नपर। अनि उहाँ तिनीहरूबाट प्राय 30 मिटर पर गएर घुँडा टेकी प्रार्थना गर्नुभयो। आमेन। यहाँ चाहिँ एक्लै प्रार्थना गर्नु भएको छैन। येशू ख्रीष्टले
उहाँ चाहिँ चेलाहरूसँग भएर सँगै मिलेर प्रार्थना गर्दै हुनुहुन्छ। हामी पनि अब एकछिनपछि वचनको समाप्तिपछि हामी पनि एक्लै एक्लै प्रार्थना गर्नुपर्ने हुन्छ। अलिकति 30 मिटर नहोला, 10 मिटर 5 मिटर भए पनि टाढा टाढा बसेर हामीले एक्लै एक्लै प्रार्थना गर्नुपर्ने छ। आमेन। किनभने येशू ख्रीष्टले पनि चेलाहरूलाई ठाउँ ठाउँ प्रार्थना गर्न बसाउनु भयो, आफू पनि अलि 30 मिटर पर गएर उहाँले पनि प्रार्थना गर्नुभयो। अनि हामी प्रार्थना गर्न अघि अब जाँदै गर्दाखेरि कोही पनि ननिदाउनु होला। फेरि येशू चाहिँ प्रार्थना गर्न अलि पर जानुभयो, यिनीहरूले प्रार्थना गर्दैछन् के गर्दैछन् भनेर चेलाहरूलाई हेर्न आउँदै गर्दाखेरि त चेलाहरू चाहिँ निदाइरहेका थिए। अनि फेरि चाहिँ हामी पनि अब टाढा टाढा जाँदै गर्दाखेरि उकालो पनि 3 घन्टाको उकालो हिँडेका छौँ। अब त्यहाँ चाहिँ प्रार्थना गरेर तपाईँलाई ठाउँ ठाउँमा पठाउँदै गर्दाखेरि कोही पनि ननिदाउनु होला है। यदि तपाईँ निदाउनु भयो भने त्यो निदाउने मान्छेलाई यहीँ छोडेर हामी चाहिँ गइदिइहाल्ने, 2-3 घन्टा निदाउँछ। त्यसै कारण हामीले प्रार्थना गर्नेछौँ, हामी निदाउने छैनौँ। तर यहाँ चेलाहरू निदाइरहेका थिए। हामी यहाँ आएर निदाउने होइन, यहाँ आएर हामी खालि फोटो मात्र खिच्ने होइन, यहाँ आएर खालि हामी चाहिँ भिडियो मात्र बनाउने होइन, यहाँ आएर हामीले विशेष प्रार्थना गर्नुपर्ने हुन्छ। आमेन आमेन। त्यहाँ चाहिँ शोकले गर्दा भनेर एउटा भनेको छ। किन शोक गरिरहेका थिए त्यहाँ किन चेलाहरूले शोक गरिरहेका थिए? किन शोक गरिरहेका थिए? किनकि येशू ख्रीष्ट पक्राउ पर्दै हुनुहुन्थ्यो, येशू ख्रीष्टले क्रुस बोक्नुपर्ने थियो। त्यहाँ येशू ख्रीष्टले मानिसहरूलाई बचाउनको लागि क्रुसमा बलिदान हुनुपर्ने थियो, उहाँले दुःख भोग्नुपर्ने थियो, मानिसलाई पापलाई उठाउनु पर्ने थियो। सबै मानिसलाई बचाउनको लागि, मृत्युदेखि, पापदेखि, अन्धकारदेखि बचाउनको लागि चाहिँ येशू ख्रीष्ट क्रुसमा बलिदान हुँदै हुनुहुन्थ्यो। अनि चेलाहरूलाई त्यो कुरा थाहा भयो। अनि चेलाहरू त शोकले गर्दाखेरि कोही निराश छन्, कोही सुतिहाले। अनि परमप्रभुले चेलाहरूलाई भन्नुभयो, ए तिमीहरू प्रार्थना गर, अल्छी नगर, तिमीहरू ननिदाऊ, तिमीहरू प्रार्थना गर र परीक्षामा नपर। आमेन। म त अब क्रुस बोक्नेवाला छु। अब म त यसको तिमीहरूको पापको लागि, सारा संसारका मानिसको लागि दुःख भोग्नुपर्ने छ। म त अब जानुपर्ने छ पिताको घरमा। म तिमीहरूलाई लानको लागि फेरि आउँछु। तर तिमीहरूले यहाँ सेवाकाई गर्नुपर्ने छ। तिमीहरूले अरू मानिसहरूलाई प्रभुको वचन सुनाउनु पर्ने छ। अरू मानिसहरूको लागि मैले गरेको जस्तै प्रार्थना गर्नुपर्ने छ। तिमीहरू चाहिँ जागेर हो भनेर चाहिँ प्रभु येशू ख्रीष्टले चेलाहरूलाई भन्नुभयो। आमेन। त्यो चेलाहरूलाई मात्र होइन, आज तपाईँ र मलाई पनि येशू ख्रीष्टले भन्नुभयो, तिमीहरू जागेर हो, प्रार्थना गर, परीक्षामा नपर। आमेन। यहाँबाट देख्नुहुन्छ, यहाँ तलतिर धेरै गाउँहरू, यो दाङ जिल्लालाई देख्नुहुन्छ, यतातिर देउखुरीलाई देख्नुहुन्छ। यो सबै हामी जो ठाउँलाई देख्छौँ, अहिले यहाँका मानिसहरू चाहिँ पापमा छन्, यहाँका मानिसहरू अन्धकारमा छन्, यहाँका मानिसहरूले बाटो बिराइरहेका छन्, यहाँका मानिसहरूले येशू ख्रीष्टलाई भेटाइरहेका छैनन्, यहाँका मानिसहरू नरकको बाटोमा लागिरहेका छन्, यहाँका मानिसहरू विनाशको बाटोमा छन्, यहाँका मानिसहरू दुःखमा र पापमा, समस्यामा, बिमारमा, परीक्षामा छन्। आज यहाँका मानिसहरूलाई येशू ख्रीष्टमा आउनु भनेर आज तपाईँ र मैले प्रार्थना गर्नुपर्ने छ। आमेन। हामी धेरैपल्ट भन्छौँ, चेलाहरूले शोक गरेको जस्तै हामी पनि घृणा पनि गर्छन् संसारका मानिसहरूले, विश्वास पनि गर्दैनन् यहाँका मानिसहरूले, सुसमाचार पनि सुन्दैनन् यहाँका मानिसहरूले। म चाहिँ कति चाहिँ लागिरहनु, कति चाहिँ मैले प्रार्थना गर्नु होइन, हामी धेरैपल्ट निराशा हुन्छौँ। तर परमप्रभुले आज तपाईँ र मलाई भन्दै हुनुहुन्छ, निराशा नहौ, चिन्ता नगर, प्रार्थना गर। एक दिन समय आउनेछ, हरेक घुँडाहरू येशूको नाउँमा टेकिनेछन् र हरेक जिब्रोले परमप्रभुको प्रशंसा गर्नेछ। आमेन आमेन। अनि परमेश्वरको